सम्पूर्णमा नमस्कार। म निर्मला आचार्य निर्जला र म दीपक भण्डारी। हजुरहरूलाई हाम्रो मुक्तक दोहोरी कस्तो लाग्छ सुनेर जस्ताको त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद। कस्तो छ हाल खबर दीप, सन्चै छौ कि? आउनै छाड्यौ मेरो समीप, सन्चै छौ कि? नसोधौँ भन्दा पनि मनले मान्दैन, के गर्ने? पाएछौ खुब रिसाउने सिप, सन्चै छौ कि? हाल भएको छ बेहाल, आँखामा पानी हुन्छ। तिम्रै सम्झनामा मेरो मन जलेर खरानी हुन्छ। आफ्नो हुनाउ प्रिय, बरु के छ मेरो यस्तै हो। हुन त प्रत्येक हृदयमा दर्दनाक कहानी हुन्छ। आफ्नै प्रियजनहरूले समेत सम्झिन छोडिसके, सुख हुँदाका साथी मुस्किलमा साथ दिन छोडिसके। मेरो असफलता अनि रित्तो खल्ती देखेर होलान्, यादले तडपिनेहरू नि अचेल तडपिन छोडिसके। तिम्रो लागि त म जिन्दगीभर पर्खिन सक्छु। मागेर हेर्नु, मुटु झिकेर तिमीलाई दिन सक्छु। प्रिय, बिर्सियो भनेर गुनासो किन गर्छौ तिमी? तिम्रै यादमा मैनबत्ती झैँ जलेर सकिन सक्छु। मनमा पीडाको पहाड लिएर बाँच्न सकिन्छ त? एक अर्काकै यादमा तडपिएर बाँच्न सकिन्छ त? कस्तो अचम्म लाग्छ, मुटु मागेर हेर दिन्छु भन्छ। भएको एक मुटु उपहार दिएर बाँच्न सकिन्छ त? तिमी बिनाको जिन्दगी अब बाँच्न मन छैन। मैले तडपिनु पर्छ सधैँ, तिमीमा तडपन छैन। धडकनमा तिमी छौ, त्यसैले दिनु परेको। मुटु भएर के गर्ने, महँग मुटुमा धडकन छैन। दिलभित्र चोट गम्भीर परेको बुझ्न सकेन, दुनियाँलाई भुलेर प्यार गरेको बुझ्न सकेन। दोष जति मैलाई लगाउँछौ तडपन छैन भन्दै, तडपिँदा तडपिँदै आत्मा मरेको बुझ्न सकेन। तिम्रो चोट मैले बुझेको छैन, किन यस्तो लाग्छ? तिमीलाई नपाए म बाँच्न सक्दिन जस्तो लाग्छ। मेरो याद आउँछ र मलाई झैँ सताउँछ र प्यारी। भन्नु न साँच्चै मेरो माया तिमीलाई कस्तो लाग्छ? निभेर जान्छ आशाको दियो, जल्दैन जस्तो लाग्छ। रोकिन्छ मेरो मुटुको चाल, चल्दैन जस्तो लाग्छ। कति प्रेम गर्छु तिमीले आफै बुझ न प्रिय मान्छे। तिमी नबोल्दा दिन अनि रात ढल्दैन जस्तो लाग्छ। तिमी प्रेमको खाने हो, कहिले नभुल्नु। मेरो मनमुटु किराने हो, कहिले नभुल्नु। मेरा पलहरूले तिम्रो स्पर्श पाएका छन्। तिमी आँखाको नानी हो, कहिले नभुल्नु। हर पल तिमी मात्र खोज्ने मन छ, म के गरौँ प्रिय? तिम्रै यादमा धड्किने धड्कन छ, म के गरौँ प्रिय? आँखाको नानी मुटुको रानी भन्छौ, वास्तै गर्दैन। बोली र व्यवहारमा फरक हुन्छ, म के गरौँ प्रिय? हुन्छ सधैँ तिमीलाई गुमाउने भयो, परदेशमा छु। तिमीले सोचेको जस्तै हुन्न समय, परदेशमा छु। बिर्सियो भने किन सोध्छौ, समय दिन नसक्दा? आउँछन् बाधा अवरोध कतिपय, परदेशमा छु। भए जस्तै लाग्छ मायामा घात कुरै गर्दैनौ। झर्कन्छौ रिसाउँछौ अकस्मात कुरै गर्दैनौ। खै कस्ता बाधा अवरोध हुन पर्दैछ प्रिय? अनलाइनमै हुँदा पनि दिनरात कुरै गर्दैनौ। मायाले मात्रै पेट भरिने भए म घर आउन सक्छु। भन्देऊ बरु मैले के गरेर विश्वास दिलाउन सक्छु। मेरो हृदयभरि तिमी मात्र छौ, विश्वास गर्नु प्यारी। हनुमान झैँ छाती चिरेर तिमीलाई देखाउन सक्छु। मन्द मन्द हुन्छ मुटुको गति भन्ने कि मात्र हो। विश्वास टुट्छ कि भए जति भन्ने कि मात्र हो। मायाले पेट भरिन्छ घर आउनु भने कि होइन। समय मिलाइदिनु अलिकति भने कि मात्र हो। हेर्नु, विश्वासको आडमा यो दुनियाँ अड्किएको छ। तिमी साथमा भएर मलाई बाँच्ने साहस दिएको छ। तिमीले नै मलाई बुझ्न नसके मेरो के हालत होला? खै के कारणले तिम्रो मनमा शङ्का उब्जिएको छ? तिमी माथि किन हो किन हेर शङ्का लाग्न थाल्यो। जोसँग पनि बोल्छौ जिस्केर शङ्का लाग्न थाल्यो।
तिम्रो प्रेममा दोष लगाउने विशेष कारण त छैन, तर बदलिँदै गएको व्यवहार देखेर शङ्का लाग्न थाले। तिम्रै साथ, तिम्रै अङ्गालो अनि तिम्रै काख होस्, जीवनको अन्तिम लक्ष्य भने तिम्रै काख होस्। विश्वास गर्नु, जहाँ माया त्यहाँ शङ्का हुन्छ प्यारी। मैले आखिरी श्वास फेर्दा पनि तिम्रै काख होस्। जीवन खुसी नै खुसीले भरौँला बाचा भयो मेरो, सुख दुःखमा नजिक सरौँला बाचा भयो मेरो। निस्वार्थ प्रेम गरेर विश्वास दिलाउँछौ भने प्रिय, बाँचुन्जेल सँगै सहयात्रा गरौँला बाचा भयो मेरो। केही समय पर्खिनु प्यारे, नयाँ सुरुवात गरौँला। प्रेमको दियो जलाएर मनको खालीपन बढाउँला। फर्किएर आउँछु चाँडै, बेग्लै दुनियाँ हुनेछ हाम्रो। चिन्ता नगर्नु, एकसाथ बाँचौँला, सँगसँगै मरौँला।